अब यो अहिलेको सरकार असफलताको मार्गमा भनेर मैले बारम्बार भनिरहेको छु हैन, सचेत गराइ नै राखेको छु। मान्छेले पत्याइरहेको छैन, तर अब हुँदा हुँदा संयुक्त राष्ट्र सङ्घले सम्म पनि यसलाई चाहिँ नै हैन मानवता विरोधी, मानव अधिकारलाई हनन गरेको भन्ने विषयमा सरकारको गतिविधिलाई चाहिँ चिन्ता व्यक्त गरेर अहिले एउटा विज्ञप्ति दिएको छ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, यो सरकारले कुन किसिमले चल्न खोजिरहेको छ, अहिले सङ्केत के देखिरहेको छ भन्दाखेरि हरेक कुरामा सेना र प्रहरी, बुट, लट्ठी र बन्दुक है, एउटा सानो 3-4 जना मान्छेको समूहलाई पनि तपाईँको सयौंको सङ्ख्यामा प्रहरी देखाएर आतंकित बनाउने, अहिले सुकुम्बासीको लगत सेनाबाट सङ्कलित गर्ने हैन, सबै कुरा चाहिँ यो राज्य आतंक मचाएर जुन मानवता विरोधी गतिविधि गरेको छ, यसले चाहिँ राष्ट्रिय बेइज्जत हाम्रो भयो हैन। हाम्रो राष्ट्रिय बेइज्जत भएको कारणले गर्दाखेरि राष्ट्रिय त्यो एउटा राज्य हुनु हैन को पनि हाम्रो एउटा चाहिँ के अरे मापदण्ड हुन्छ, त्यो देखि तल झारेको कारणले